सर्वेषां भूतानामेव हितम् इच्छन्ति साधव परपिण्डं न सहते तस्मान् मासं विवर्जयत। अर्थात् सच्चा साधुहरू सबै प्राणीजातको हित चाहन्छन्, अरूको पीडा सहन सक्दैनन्, त्यसैले मासु खानु हुँदैन। शान्तिदेवले स्पष्ट रूपमा मासु खानेलाई करुणा विपरीत कार्य भनेका छन्। उहाँ भन्नुहुन्छ, जो अरूको ज्यान लिन तयार हुन्छ उसले बोधिसत्वको मार्गमा प्रवेश गर्न सक्दैन। आचार्य असङ्ग भन्नुहुन्छ, अहिंसा परमो धर्म सर्वभूतानां दया बुद्धस्य वचनं मासभक्षणं करुणा विरुद्धम। अर्थात् अहिंसा नै परम धर्म हो, सबै प्राणीप्रति दया गर्नु बुद्धको वचन हो, मासु खानु करुणा र धर्मको दुवै विपरीत हो। गुरु असङ्गले योगाचार भूमि शास्त्रमा भन्नुभएको छ, यदि तिमी बुद्ध मार्गमा चल्न चाहन्छौ भने अरूको दुःखबाट तिमी आफ्नो सुख नबनाऊ। त्यसैगरी लङ्कावतार सूत्र महायान ग्रन्थमा यो सूत्र बौद्ध धर्ममा मासु नखानु सम्बन्धी सबैभन्दा कठोर उपदेश दिने ग्रन्थ हो। मासं भक्षणं मम न रोचते बुद्धानं च शिष्याणां न योग्यं मासभक्षणम्। अर्थात् मासु खानु मलाई मन पर्दैन, बुद्धका शिष्यहरूका लागि पनि मासु खानु उचित होइन। बुद्धले यस शास्त्रमा मासु खाने व्यक्तिलाई चेतावनी दिएका छन्। मासु खानेलाई करुणा, दया र बोधिचित्त उत्पन्न हुँदैन। जसले मासु खान छोड्दछ उनै साँचो आर्य मार्गमा चल्दछ। एकस्य जीवितं रक्ष्यं न तु स्वपका सुखार्थिन अन्यदु दुःखं विहाय स्वार्थ न स धर्मे स्थितो जन। अर्थात् अरूको जीवन रक्षण गर्नु धर्म हो। जो आफ्नै स्वादका लागि अरूको पीडा हेर्छ त्यो धर्ममा स्थापित व्यक्ति होइन। त्यसैगरी सुत्त निपात 5 मा बुद्धको वचन छ, सब्बे तस्य भयन्ति दण्डा सब्बे भयन्ति मच्छुना अत्तानम उपमं कद्वान हन्यन घातय। अर्थात् सबै प्राणी डराउँछन् दण्डबाट, सबै मृत्युबाट डराउँछन्। आफूलाई उनीहरूको सट्टा राखेर सोच, न आफू मार न अरूलाई मार्न लगाऊ। यही वचन अहिंसा र मासु त्यागको मूल सूत्र हो जो बुद्ध मार्गमा छ। ऊ करुणा, समता र अहिंसामा दृढ रहन्छ। यसको सारांश बौद्ध आचार्यहरूको सबै उपदेशहरू एउटै केन्द्रमा आइपुग्छ, करुणा बिना धर्म अधुरो हुन्छ। भवतु सर्वमङ्गलम्।